गर आज चाहिँ क्रिटिकल कुखुरा 4वटा छ है। रेस्क्यु गरेर खोज्नु परेको। त्यही बाटो आउँछ क्या। आज मिति 2083 4 महिना 1 गते आज नागपञ्चमीको दिन आज रातिको 12 बजेदेखि उद्धार गरेको यो कोब्रा सर्पको हामी रेस्क्यु गरेर छोड्न जाँदैछौँ। आज 4वटा छ। 4वटा एकदम ठुल्ठुलो मात्रामा छ कोब्रा सर्पको। देख्न सक्नुहुन्छ तपाईँले 1 2 3 4 4वटा। यसलाई रेस्क्यु गर्न जाँदैछौँ। रेस्क्यु गरेर छोड्न जाँदैछौँ। ल अब हामी घोराई 13 बाहुनडाँडा नजिकैबाट छोपेर ल्याएको यो कोब्रै सर्प हो। यसलाई हामी रेस्क्यु गर्छौँ है। सर्प देखिसिन मारौँला। सर्प आज सर्पको लास्ट दिन। आज नागपञ्चमी भएको हुनाले आज नागपञ्चमीदेखि सर्प देखिन भन्छन्। आज लास्ट दिन हो। हेर्न सक्नुहुन्छ तपाईँले यहाँ पुरै एकदम यो एउटा गयो है तपाईँको भयो त्यो पिट्यो सर्प। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ अर्को यो चाहिँ घोराई 16 जुरुट्टेबाट ल्याएको यो स्पेक्टिकल कोब्रा। यो हेर्न सक्नुहुन्छ तपाईँले यस्तो 2टा है। तपाईँले हेर्न सक्नुहुन्छ यो नैनवार यो बबैको ढिकपारी नैनवारबाट ल्याएको सबभन्दा ठुलो कोब्रा सर्प स्पेक्टिकल कोब्रा। एकदम ठुलो छ। ठुलो मात्रामा हेर्न सक्नुहुन्छ तपाईँले। कस्तो ठुलो रहेछ। सबभन्दा ठुलो सर्प एकदम। यही हो रिसाको है। यहाँ हेर्दा उता देखा त यतादेखि यहाँदेखि एकदम रिसालो अवस्थामा ठुलो छ कोब्रा। कोब्रा सर्प यो देख्न सक्नुहुन्छ तपाईँले। बनाउँदाखेरि एकदम सतर्क हुनु होला। कोब्रा भन्ने यस्तो खतरा छ, खतरनाक रिसा भन्ने अरू अब एउटा हेर्न सक्नुहुन्छ। अब यो लास्ट सर्प यो कोब्रा यो पनि ठुलै छ है। यो पनि ठुलै छ। यो पनि कोब्रा सर्प हो। 4वटा हामी रेस्क्यु गऱ्यौँ है। सर्प देखिसकेपछि नमारौँ। बनाउँदाखेरि अलि सतर्क भएर आउनुला। सबैजनाले राम्रो राम्रो के अरे जुत्ता सुत्ता लगाएर अलि बुटसुट लगाएर आउनुला। बनाउँदाखेरि डर हुनसक्छ। तर यिनीहरू त हावा जस्तो सर्प हो नि। अब कहाँ जान्छन् त्यही पनि अब एउटा सतर्कता अप्नाउनु पर्छ है। म चाहिँ बोराहरू लगेर जान्छु। कता गयो तपाईँहरू? ल भयो, हस् त, धन्यवाद।